नेपाल हाम्रो हो, जहाँ खाली छ त्यहाँ बस्ने हो, जसको हो जहाँ खाली छ त्यहाँ बस्ने हो। हामी आर्मी क्याम्प हेरौँला, सिंहदरबार हेरौँ, बालुवाटार हेर्ने, हामी तोडफोड नगर्ने। तोडफोड त उनीहरूले गरे, हामीलाई गर्नु छैन। भत्काउनेको नाइ के त बालेन हुन्। भत्काउँदै सिंहदरबारमा आगो लगाइदिए। अब लगाउन बाँकी केही छैन। बाँकी नभएर तपाईँहरूलाई आगो लगाएर खेद्न खोजेको, भत्काएर खेद्न खोजेको, त्यसको लागि तपाईँहरू जतिखेर पनि लड्न, जुन अवस्थामा पनि लडेर बस्नलाई तयार गर्नुहोस्। तपाईँको भत्काइसक्दा त्यहाँ घुरुरु पुग्नु न, उसको थालिहाल्नुहोस्। तपाईँहरू पुगिहाल्नुहोस्। गरौँ जानुहोस् त, खुँडा खुकुरी लिएर घरमा जानुहोस् त, अनि उसको बुढीलाई निकाल्नुहोस् त बाहिर। उसको एकछिनलाई उसको बुढीको गाडी एकछिन रोकिराखेर सिंहदरबारमा आगो लगाउने। उसको बच्चा चाहिँ बच्चा, तपाईँहरूको बच्चा होइन। उसको श्रीमती चाहिँ श्रीमती, तपाईँहरूको श्रीमती होइन। ऊ चाहिँ मान्छे, तपाईँ चाहिँ होइन। त्यसले उनीहरूले सिकाएको होइन, घरमा उनीहरूले नै सिकाएको हो नि त, हो कि होइन? हामीले सिकाएको होइन नि।